हेलो एभ्रिवान वेलकम टु अन्सुस कुकिङ च्यानल। आज चाहिँ हामी आलु अनि ब्रेडबाट चाहिँ क्रिस्पी स्न्याक्स बनाउन लागिरहेका छौँ। तपाईँले हेर्न सक्नुहुन्छ मैले चाहिँ 4वटा आलुलाई बोइल गरेको छु। भिडियोमा देखाउनु भए चाहिँ तपाईँहरूले पनि बोइल गरेको आलुलाई चाहिँ यसरी म्यास गर्न सक्नुहुन्छ। आलु चाहिँ एकदमै मजाले बोइल भयो भने चाहिँ हामीलाई सजिलो हुन्छ अनि एकदम इजिली चाहिँ म्यास हुन्छ। अनि मैले चाहिँ यहाँ एउटा बाउललाई लिएको छु अनि यसमा पानी राखेको छु अनि हाम्रो ब्रेडहरूलाई चाहिँ यसमा डिप गरेर अनि यसरी निचोड्नु होला। अनि हाम्रो अघिनको आलुमा चाहिँ हामी यसरी मिक्स गर्नेछौँ। यसलाई चाहिँ यसरी मजाले हातले मिक्स गर्नु होला। अनि त्यसपछि चाहिँ यसमा हामी हरियो खुर्सानी एकदम मसिनो गरेर काटेर अनि धनियाँ अनि त्यस्तै गरेर हरियो प्याजलाई राख्दैछु म। अनि तपाईँहरूले स्वादअनुसार नुन राख्न सक्नुहुन्छ। अनि त्यस्तै गरेर चिली फ्लेक्स एन्ड देन हामीले चाहिँ जिराको पाउडरलाई हालेका छौँ। अनि यसलाई पनि सबै ठाउँमा लाग्ने गरेर मजाले तपाईँहरूले मिक्स गर्नु होला। अनि मैले चाहिँ यहाँ कर्नफ्लावरलाई राखेको छु थोरै, यो चाहिँ तपाईँले स्किप गर्न सक्नुहुन्छ। अनि यसरी चाहिँ तपाईँहरूले एउटा पर्फेक्ट डोलाई तपाईँले बनाउन सक्नुहुन्छ है, डोज चाहिँ टाइपले। यतिसम्मको भएपछि चाहिँ तपाईँहरूले हातमा थोरै तेल लिएर अनि यसलाई चाहिँ तपाईँलाई कस्तो मनपर्छ त्यस्तै खालको सेप तपाईँले दिन सक्नुहुन्छ। मैले चाहिँ यहाँ यस्तो टाइपले गरेको छु, तपाईँले हेर्न सक्नुहुन्छ। अनि मैले अर्को सेपलाई पनि दिएको थिएँ, तपाईँहरूले जस्तो मन लाग्छ त्यस्तै गर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ मैले चाहिँ गोलो सेपलाई पनि यहाँ दिएको छु। यसरी तपाईँहरूले तेलमा फ्राई गर्नुहोला। अनि अगाडि पछाडि दुइटै भागमा पाक्ने गरेर हामीले चाहिँ मिडियम फ्लेममा राखेर यसलाई पकाउनु पर्ने हुन्छ। हेर्नुहोस् त यो मजाले फ्राई भइरहेको छ। हेर्नुहोस् त हाम्रो स्न्याक्स चाहिँ रेडी भइसकेको छ। अनि यो चाहिँ एकदमै क्रिस्पी अनि क्रन्ची अनि एकदमै टेस्टी भएको थियो। तपाईँहरूले पनि घरमा इजिली यसरी ट्राई गर्न सक्नुहुन्छ। अनि मलाई कमेन्ट गर्नुहोला तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो। आजको लागि यति नै, फेरि पनि हामी अर्को भिडियोमा भेट्नेछौँ। थ्याङ्क यू फर वाचिङ। ओके बाई बाई। हामी फेरि पनि अर्को भिडियोमा भेट्नेछौँ।